नमस्कार सबैजनालाई निया निया जस्तै 10 रोचक यानी शब्दहरू सिकौं। निको 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 भनेको चाहिँ हाँस्दै खुसीसाथ भन्ने अर्थ लाग्दछ। इक्जाम्पल खारेवा इचुमो निको निको सितेइरु ऊ सधैँ हाँस्दै खुसीसाथ रहन्छ भन्ने अर्थ लाग्दछ। निक्कोरी निक्कोरी भनेको चाहिँ मुस्कुराउनु भन्ने अर्थ लाग्छ। मिठो हाँसो भन्ने अर्थ लाग्दछ। इक्जाम्पल खानोजोवा वातासी वो मिते निक्कोरी वारात्ता भन्ने अर्थ लाग्दछ। उनले मलाई हेरेर मिठो हाँसो दिइन् भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ कुसु 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 भनेको लुकीछिपी हाँस्नु बिस्तारै हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पल मिन्ना गा उसिरो दे कुसु कुसु वारात्तीहरू सबैजना पछाडि लुकीछिपी हाँस्दैछन् भन्ने अर्थ लाग्दछ। हेरा 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 भनेको लापरवाहीले हाँस्नु हल्का फुल्का हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा खारेवा चुई सारेतेमो हेरा हेरा सितेइरु चेतावनी दिँदा पनि ऊ लापरवाहीले हाँस्दैछ भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ गेरा 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 भनेको ठुलो हाँसो खुलस्त हाँस्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा खारेवा जोकुओ किते गेरा गेरा वारात्ता भन्ने अर्थ लाग्दछ। उसले ठट्टा सुनेर ठुलो हाँसो हाँस्यो भन्ने अर्थ लाग्दछ। अर्को छ उतो 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 भनेको चाहिँ झुलुक्क निदाउनु निद्राले झुल्नु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा क्योसिचुनो नाका नि सुइमासेन क्योसिचु नाका नि उतो उतो सित्ते सिमात्ता भन्ने अर्थ लाग्दछ। म क्लासमा झुलुक्क निदाए भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ गुस्सुरी गुस्सुरी भनेको गहिरो निन्द्रा सुत्न पाउनु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा साकुयावा गुस्सुरी नेमुरेता भन्ने अर्थ लाग्दछ। साकुयावा गुस्सुरी नेमुरेता भन्ने अर्थ लाग्छ। यसको अर्थ चाहिँ हिजो राति गहिरो निद्रा लाग्यो भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ इरा 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 भनेको झर्को लाग्नु खिजोल्नु भन्ने अर्थ लाग्दछ। जस्तै इक्जाम्पलमा
बासुगा ओकुरेते इरा इरा सीता भन्ने अर्थ लाग्छ। बस ढिलो हुँदा मलाई झर्को लाग्यो भन्ने अर्थ लाग्दछ। अर्को रहेको छ वाकु वाकु। वाकु वाकु भनेको धेरै खुसी हुनु, उत्साहित हुनु भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा रेउको नो योतेइनी वाकु वाकु सित्तेइरु। म यात्राको योजनाले धेरै खुसी छु भन्ने अर्थ लाग्दछ। रेउको नो योतेइनी वाकु वाकु सित्तेइरु। अर्को रहेको छ उक्कारी। उक्कारी भनेको भुलले, लापरवाहीले भन्ने अर्थ लाग्दछ। इक्जाम्पलमा उक्कारी खासाओ देन्स्यानी वासुरेता। भुल के भनेको यो चाहिँ भुलले मैले छाता रेलमा छोडे भन्ने अर्थ लाग्दछ। उक्कारी उक्कारी खासाओ देन्स्यानी वासुरेता।